नमस्कार, तपाईहरुलाई स्वागत छ ब्रिज कोर्सको क्लासमा। र यो ब्रिज कोर्सको क्लासमा हामी म्याथमेटिक्सको सेट प्र्याक्टिस गर्दै थियौं र सेट नम्बर 3 मा हामी क्वेशन नम्बर 21 मा आज आएका छौं। सो सुरु गरौं क्वेशन नम्बर 21। द कम्पोजिट म्यापिङ FOG of the maps of R tends to R, real number tends to real number, fx equals to sin x। ल हेर्नु सजिलो छ क्वेशन। fx भनेको sin x दिएको छ अनि gx भनेको x स्क्वायर दिएको छ। fx र gx दिएको छ दुईटै है। र fx पनि रियल नम्बर देखि रियल नम्बर सम्मको, gx भनेको फंक्सन पनि रियल नम्बर देखि रियल नम्बर सम्म के हो भनेर भनिएको छ र FOG निकाल्नु भनिएको छ। त FOG एकदम सिम्पल भइहाल्यो नि हैन। त हामीले यतिकै क्याल्कुलेट गर्न सक्छौं। FOGX भनेको के हुन्छ, f को भित्र gx है। त हेर्नु f को भित्र x स्क्वायर भयो, ठीक छ। अब यहाँ हेर्नुस् है, हाम्रो fx भनेको sin x छ। त fx sin x, f2 भएको भए sin 2, f10 भएको भए sin 10 हुन्थ्यो। त fx स्क्वायर छ भने अब के हुन्छ, यहाँ के हुन्छ, sin x स्क्वायर हुन्छ क्या, sin x स्क्वायर हुन्छ। कुरो बुझ्यो। यो sin x को होल स्क्वायर हुन्छ भनेको होइन, sin स्क्वायर x हुन्छ भनेको पनि होइन, sin x स्क्वायर हुन्छ भनेको हो क्या, sin थीटा, थीटा को ठाउँमा x स्क्वायर। कुरो बुझ्यो। त्यही भएर हाम्रो अप्सन नम्बर सी चाहिँ करेक्ट भयो। x स्क्वायर भनेको एंगल हो है। 22 मा जाउँ। If fx equals to 3x minus 7, then the value of f inverse x is भनेको छ। त fx दिएको छ 3x minus 7 अनि f inverse x भनेको निकाल्नु भनेको छ। त सुरुमा हामीले त f inverse x निकाल्नु पर्यो। त fx दिएको छ, f inverse निकालौं सुरुमा। यो भनेको fx भनेको y, 3x minus 7 इन्टरचेन्ज गर्नु। इन्भर्स निकाल्ने एउटा सजिलो तरिका के हो, भेरिएबल को पोजिसन्सहरुलाई चेन्ज गरिदिने र चेन्ज गरिसकेपछि y को भ्यालु निकाल्ने। त x इक्वल्स टु 3y minus 7 भयो। y को भ्यालु कति आउँछ, x plus 7 divided by 3 भनेको y आउँछ। यो भनेको f इन्भर्स x भयो हो। ल अब f इन्भर्स x निकालौं। यो भनेको कति हो, f को भित्र f इन्भर्स x, f को भित्र x plus 7 divided by 3 भयो। त्यसो भए अब यहाँ हेर्नु, fx भनेको 3x minus 7, f a भएको भए 3a minus 7, f z भएको भए 3z minus 7 हुन्थ्यो। त यहाँ भित्र के छ, x plus 7 by 3 छ। त 3 x को ठाउँमा x plus 7 by 3 minus 7 हुने भयो। कुरो बुझ्यो। ल अब क्याल्कुलेट गर्नु। 3 काट्यो, x plus 7 minus 7 भनेको प्लस 7 र माइनस 7 पनि काट्यो, x आयो। के को भ्यालु, f इन्भर्स x को भ्यालु कति आयो, x आयो। त्यही भएर हाम्रो अप्सन नम्बर 1 करेक्ट भयो। सिम्पल। 23 नम्बरमा जाउँ। If f g r tends to r be two function, f र g भन्ने चाहिँ दुईटा फंक्सन दिएको छ। रियल नम्बर देखि रियल नम्बर सम्मै छ रे दुईटै फंक्सन। fx दिएको छ, gx पनि दिएको छ। fx दिएको छ x स्क्वायर, gx दिएको छ x plus 1। FOG कति हुन्छ निकाल्नु भनेको छ। त FOGX भनेको कति हुन्छ, यो भनेको f को भित्र gx अर्थात f को भित्र x plus 1। हेर्नु है। अब यहाँ fx छ, त्यही भएर x स्क्वायर भएको। f5 भएको भए 5 स्क्वायर हुन्थ्यो, f2 भएको भए 2 स्क्वायर हुन्थ्यो, f9 भएको भए 9 स्क्वायर हुन्थ्यो, x plus 1 भएको भए x plus 1 को स्क्वायर हुन्थ्यो। त x plus 1 को स्क्वायर हुन्छ नि त। पुरो बुझ्नुभयो। त यहाँ अप्सन नम्बर बी मा तपाईको त्यही छ, त्यही करेक्ट आन्सर भयो। सोच्नै परेन। यसलाई खोलेर पनि तपाईले लेख्न सक्नुहुन्छ। त तपाईले त टिका लेख्ने होइन हैन। 24 मा जाउँ। इफ f फंक्सन f दिएको छ, g दिएको छ। हेर्नु, f र g तपाईलाई दिएको छ, g निकाल्नु भनेको छ। कुरो ठीक छ। अब यहाँ हेर्नु है त, मैले एउटा यसरी फंक्सन f बनाउन सक्छु।
यो एफ भन्ने फंक्सन दिएको छ हेर्नु 132537 दिएको छ हो एफ भन्ने फंक्सन यो दियो अर्को जी भन्ने फंक्सन पनि दिएको छ जी भन्ने फंक्सन पनि दिएको छ 325173 भन्ने मैले यसरी म्यापिङ डायग्राममा बनाइदिए है सजिलो अब जीओएफ निकाल्नु पर्ने छ हो कम्पोजिट फंक्सन निकाल्नु पर्ने छ त यहाँ ध्यान दिएर हेर्नु म के गर्छु भने कम्पोजिट निकाल्नको लागि यसरी तीनटा डल्लो बनाइदिन्छु त हेर्नु हामीलाई निकाल्नु पर्ने छ जीओएफ के निकाल्नु पर्ने छ जीओएफ त जीओएफ निकाल्नको लागि जहिले पनि पछाडीपट्टिको चाहिँ जी हुन्छ अगाडिपट्टिको एफ हुन्छ सर्टकट तरिका याद गर्नु है यो पछाडीपट्टिको चाहिँ जी हुन्छ अगाडिको चाहिँ एफ हुन्छ यसरी जुन तपाईले अन्तिममा निकाल्नु हुन्छ यसरी निकालियो भने जीओएफ आउँछ कुरा बुझ्यो ल अब हेर्नुस् एफ भनेको लेख्नु 1 को लागि 3 2 को लागि 5 3 को लागि 7 हो अब जी मा हेर्नु 3 को लागि कति 2 5 को लागि कति जी मा हेर्नु भने 1 7 को लागि कति जी को लागि हेर्नु भने 3 हो भनेपछि जीओएफ भनेको के हुने रहेछ जीओएफ भनेको के हुने रहेछ हेर्नुस् त 1 को लागि 2 हैन यो 1 को लागि यो 2 1 को लागि 2 2 को लागि 1 2 को लागि 1 3 को लागि 3 3 को लागि 3 ये हुने रहेछ जीओएफ 1 2 2 1 3 3 त 1 2 2 1 3 3 जहाँ छ त्यति काम दिनु अप्सन नम्बर ए सजिलो 25 मा जाऊ लेट h such that r tends to r be defined by hx 3x - 6 ल एउटा फंक्सन दिएको छ hx भनेको दिएको छ 3x - 6 what is the formula that defines h inverse इन्भर्स निकाल्नु भनेको छ त कुरो त्यही हो hx भनेको y भइहाल्यो अब इन्टरचेन्ज गरिदिने x र y को पोजिसन इन्टरचेन्ज गरिदिने अनि इन्टरचेन्ज गरेपछि y को भ्यालु निकाल्ने त्यही हो इन्भर्स सो यहाँ आयो x x को ठाउँमा y ल y को भ्यालु निकालौं त x + 6/3 आयो y को भ्यालु हो यही y भनेको के हो h इन्भर्स x हो x + 6/3 करेक्ट आन्सर भयो अप्सन नम्बर डी क्लियर 25 पनि फिनिश्ड ल जाउँ अर्को क्वेशन नेक्स्ट क्वेशन 26 नम्बर व्हाट पर्सेन्टेज अफ बी इज बी ल बल्ल पर्सेन्टेजको क्वेशन आयो है हेर्नुस् सजिलो क्वेशन नै छ के भनेको छ व्हाट पर्सेन्ट अफ 50 इज बी 50 को कति पर्सेन्ट बी हुन्छ भनेको छ त 50 को x पर्सेन्ट चाहिँ बी हुन्छ मैले एज्युम गरे x पर्सेन्टेज x को भ्यालु निकाल्नु पर्यो कति पर्सेन्टेज त हेर्नु x को भ्यालु निकालौं है त यो भनेको x/100 x पर्सेन्टेज भनेको इन्टु 50 इज इक्वल टु b त 50 2 जा 100 x को भ्यालु कति आयो 2b आयो हो यानी कि 50 को 2b पर्सेन्टेज चाहिँ 50 को 2b पर्सेन्टेज चाहिँ कति हुन्छ b हुने रहेछ कुरा बुझ्यो नभए त क्याल्कुलेट गर्नु सो अप्सन नम्बर सी मा हामी जानु पर्यो क्वेशन सिम्पल छ ठीक छ 27 मा हेर्नुस् इफ a इज अ पोजिटिभ इन्टिजर यदि a भनेको चाहिँ एउटा पोजिटिभ नम्बर हो अरे 400% अफ a इज व्हाट पर्सेन्टेज अफ 400 a भनेको कुनै एउटा पोजिटिभ नम्बर हो नेगेटिभ नम्बर होइन त के भनिराखेको छ 400% अफ a चाहिँ कतिसँग बराबरी हुन्छ 400 a को कति पर्सेन्टसँग बराबरी हुन्छ भनेर सोधिराखेको छ त मैले x पर्सेन्टसँग बराबरी हुन्छ मान्दिए एउटा क्वेशन छ एउटा पाटो छ 400% अफ a अर्को पाटो छ व्हाट पर्सेन्ट अफ 400 a त व्हाट पर्सेन्टेजलाई मैले के मान्दिए x पर्सेन्टेज मान्दिए त x पर्सेन्टेज अफ 400 a ठीक छ त 400% अफ a भनेको x पर्सेन्ट अफ 400 a सँग बराबरी छ भनेर मैले एज्युम गरे त त्यही x को भ्यालु त निकाल्नु पर्यो अब हैन ल
त 400% भनेको के हो 400 डिवाइडेड बाइ 100% भनेपछि % भनेको 100 इन्टु ए x % भनेको x बाइ 100 इन्टु 400 ए ल हेर्नु मैले सबै झ्याप्की झ्याप काटे भने पनि हुन्छ हैन त हेर्नु यहाँ 100 तल तलको कट हो माथिको 400 पनि कट हो ए पनि कट हो कति आयो यतापट्टि 0 बाँकी रह्यो होइन 1 बाँकी रह्यो कति बाँकी रह्यो 1 = x भयो क्या कुरो बुझ्नुभयो त्यही भएर हाम्रो यहाँ 1 हुन्छ अर्थात् यसको मिनिङ के भयो भने 400% अफ ए को भ्यालु निकाल्नु अनि 1% अफ 400 ए निकाल्नु यो दुईटै के आउँछ बराबरी आउँछ क्या कुरो बुझ्नुभयो ल 28 मा जाउँ व्हाट इज 10% अफ 20% अफ 30 भनिएको छ 30 को 20% सरी 30 भन्ने नम्बरको 20% जति हुन्छ यो त समथिङ भ्यालु आउला यसको पनि 10% कति हुन्छ भनेर सोधेको छ के तपाईले जसरी गर्नु डाइरेक्टली एकचोटी गर्दा पनि हुन्छ 10% भनेको 10/100 इन्टु 20% भनेको 20/100 इन्टु कति 30 त यहाँ हेरौँ 0 के छ चुटकाटी काटकुट गरौँ 25 चाहिँ 100 गरिहालौँ एउटा दुईटा 0 माथि दुईटा 0 तल कट्यो कति आयो 3/5 आयो 3/5 भनेको कति हुन्छ 3/5 भनेको 6/10 6/10 भनेको 0.6 यो भनेको 0.6 आउँछ दुईतिर 2 ले मल्टिप्लाई गर्नु न हैन 2/2 ले गर्नु भने कति हुन्छ 6/10 हुन्छ 6/10 भनेको त 0.6 हो यदि क्याल्कुलेटर चलाउन दिएन भने यसरी गर्नु भनेको हैन त्यो पनि थाहा भइहाल्छ नि 3/5 भनेको यही अप्सन हेर्दै थाहा हुन्छ पोइन्टमा आउँछ भनेर अब 0.006 त कसरी हुन्छ त 29 मा जाउँ ओ ल बडा राम्रो क्वेशन आयो बडा राम्रो एकदम उत्कृष्ट क्वेशन ल यो क्वेशन गरेर देखाउनु तपाईहरुले कतिको सक्नु त तपाईहरु on a test consisting 80 questions Anupam answered 75% of first 60 questions correctly हेर्नु है what percent of another 20 question did she need to answer correctly for her grade on the entire exam to be 80%? वाह क्या मजा ल हेर्नु के भनिराखेको छ टोटल क्वेशन्स कतिवटा दिएको छ जम्मा जम्मी क्वेशन छ 80 वटा क्वेशन छ जम्मा टोटल हेर्नु है 80 वटा क्वेशन छ र अनुपमले के गरेछ भने 75% अब 80 वटा क्वेशन छ 80 वटा क्वेशनलाई मैले दुई भाग लगाउँछु एउटा 60 क्वेशन अर्को 20 क्वेशन भनेर दुई भाग लगाउँछु ल हेर्नु एउटा 60 क्वेशन छ अर्को 20 क्वेशन्स भनेर मैले दुई भाग लगाए त अनुपमले के गरेछ भने सुरुको 60 वटा जुन क्वेशन थियो नि सुरुको 60 वटा क्वेशन त्यसको 75% चाहिँ उसले करेक्ट गरेछ भनेको कतिवटा क्वेशन करेक्ट गरेछ त यहाँ हेर्नु 75% अफ 60 निकाल्नु त कति आउँछ 75/100 इन्टु 60 गर्नु भयो भने 0 क्यान्सल भयो 3 2 जा 6 सरी 2 3 जा 6 2 5 जा 10 15 5 जा 75 भनेको 45 आउने रहेछ ल के काटिराख्नु यत्रो 45 आउने रहेछ है त हेर्नुस् 45 क्वेशन करेक्ट भएछ CORR करेक्ट ल त अनुपमले 60 वटा क्वेशन मध्ये 45 वटा क्वेशन करेक्ट बनाएछ अब बाँकी रहेको 20 वटा क्वेशन अनुपमा रहेछ है नाम यहाँ सी भनेको छ त्यसो भए बाँकी रहेको 20 वटा क्वेशन मध्ये अनुपमाले बाँकी रहेको 20 वटा क्वेशन मध्ये अनुपमाले कतिवटा करेक्ट गर्नुपर्छ जसको कारणले गर्दाखेरि उसको टोटल एक्जाममा 80% आओस् भनेको छ टोटल एक्जाममा 80% आउनको लागि अब अनुपमाले यहाँ कतिवटा करेक्ट गर्नु पर्यो त कतिवटा करेक्ट गर्नु पर्यो 20 वटा मध्ये यो सोधेको छ क्वेशनले र के भनेको छ
टोटल पर्सेन्टेज चाहिँ 80% आउँछ अरे है। टोटल पर्सेन्ट चाहिँ कति आउँछ अरे 80 आउँछ अरे। त यो टोटल पर्सेन्टेज इन एक्जाम भनेको यो 80 वटा क्वेसन सल्भ गरिसकेपछि फाइनल्ली उसको 80% आउँछ अरे एक्जाममा। त सोच्नु फाइनल एक्जाममा उसको अन्तिममा चाहिँ 80% आएको छ। 80% आएको छ भने उनले कतिवटा क्वेसन करेक्ट गरिन् होला, कतिवटा गरिन् होला त हेर्नु। क्वेसन्स एन्सर्स लेखौँ न हैन, एन्सर्स द्याट आर करेक्ट अथवा करेक्ट एन्सर्स कतिवटा दिन होला अनुपमाले 80% अफ 80 वटा क्वेसन थियो, 80% लिएर आइन् भनेपछि त 80% अफ 80 वटा क्वेसन चाहिँ उनले करेक्ट दिएकी थिइन्। त्यसो भए कति आयो 00 64 वटा क्वेसन उनले करेक्ट गरेकी रहेछिन्। 64 वटा क्वेसन यदि करेक्ट गरियो भने 80 वटा क्वेसनमा यदि 64 वटा क्वेसन करेक्ट भयो भने 80% आउँछ। त अनुपमाको 80% आएको छ। अर्थात् के हो यसको मिनिङ, उनले 64 क्वेसन करेक्ट गरेकी रहेछिन् जम्मा जुम्मी टोटल। त अगाडि 45 वटा करेक्ट गरिसकेकी थिइन्, अब कतिवटा करेक्ट गर्नु पर्यो त्यसो भए यो 20 वटा मध्ये कतिवटा करेक्ट गर्नु पर्यो। अगाडि 45 वटा करेक्ट भइसकेको थियो। त 64 माइनस 45 भने कति 19। त 19 वटा करेक्ट गर्नु पर्यो क्या। यो 20 वटा क्वेसन मध्ये नि 19 वटा क्वेसन चाहिँ उनले करेक्ट गर्नु पर्यो। क्वेसनमा के सोधेको छ, यो 20 वटा क्वेसन मध्ये कति पर्सेन्ट क्वेसन करेक्ट गर्नु पर्यो, कति वटा भन्दा पनि कति पर्सेन्टेज, यो पर्सेन्टेजमा निकाल्नु भनेको छ। त हामीले निकाल्यौँ 19 वटा करेक्ट गर्नु पर्यो। त पर्सेन्टेजमा निकाल्ने भने कति हुन्छ, पर्सेन्टेजमा निकाल्ने भने 19/20, 20 वटा मध्ये 19 वटा करेक्ट गर्नु पर्यो। त 19/20 × 100% कति आयो हेर्नुहोस् 95% आयो। त 95% क्वेसन चाहिँ करेक्ट गर्नु पर्यो। जुन 20 वटा क्वेसन छ नि पछाडिको 20 वटा त्यसको 95% क्वेसन यानि कि 19 वटा क्वेसन करेक्ट भयो भने मात्रै टोटलमा 80% आउँछ, नत्र 80% ज्यान जाला आउँदैन। त अलिकति जसले पर्सेन्टेज खेल्न जानेको छ, जसले पर्सेन्टेज बुझेको छ, जसले क्वेसनलाई देख्दाखेरि कन्फ्युजन हुँदैन उसले मात्रै गर्न सक्छ यो क्वेसन। होइन सर अब अहिले तपाईँले भनेको के हो दिमाग खराब हो मेरो, त मलाई एकदम सजिलो तरिकाले सिकाइदिनु, म त्यस्तो धेरै कन्सेप्टतिर जान्न भन्नुहुन्छ भने एउटा कम्बाइन्ड मिनको फर्मुलाबाट यो तपाईँलाई क्वेसन गर्न सकिन्छ मजाले। हेर्नुहोस् के भनेको छ, जम्मा 80 वटा क्वेसन हो होइन। त पहिलो राउन्डमा 60 वटा क्वेसन, N1 भनेको पहिलो राउन्डमा 60 वटा क्वेसन, दोस्रो राउन्डमा 20 वटा क्वेसन हो, 20 वटा क्वेसन। अनि पहिलोको 75 वटा करेक्ट भएको थियो। पहिलो राउन्डको मतलब यो 60 वटा क्वेसन मध्ये कतिवटा करेक्ट भएको थियो, कति पर्सेन्ट करेक्ट भएको थियो 75% करेक्ट भएको थियो। दोस्रोको कति पर्सेन्ट करेक्ट हुनुपर्छ थाहा छैन, यो निकाल्नु सोधेको छ, दोस्रोको निकाल्न सोधेको छ। र अर्को हामीलाई के थाहा छ, पुरै इन्टायर एक्जाममा चाहिँ उनको कति पर्सेन्ट आएको छ 80%। त दुईटैको कम्बाइन्ड मिन चाहिँ कति छ 80% आएको छ। यो फर्मुला लगाउनुस् तपाईले अब निकाल्न सक्नुहुन्छ। हेर्नु अब यहाँ डाइरेक्टली फर्मुला लगाइदिनुस्। के हुन्छ फर्मुला, x1 टु कम्बाइन्ड मिन भनेको के हुन्छ n1 x1 n2 x2 डिवाइडेड बाई n1 प्लस n2। ल यो 80% छ, त्यसलाई मैले 80 नै लेखेँ, पर्सेन्टेजमा लेखिरकिन किनकि पर्सेन्टेजै निकाल्नु पर्ने हो। n1 भनेको 60, x1 भनेको 75, n2 भनेको 20, x2 भनेको निकाल्नु पर्ने, डिवाइडेड बाई n1 प्लस n2 भनेको 60 प्लस 20 कति आयो 80 इन्टु 80, 60 प्लस 20 भनेको 80 भयो हैन, इज इक्वल्स टु 60 इन्टु 75 भनेको कति हुन्छ 4500 प्लस 20 x2। त यो भनेको 6400 माइनस 4500 इज इक्वल टु 20 x2। यो भनेको 1900 डिवाइडेड बाई 20 इज इक्वल टु x2 बार, यानी कि x2 को भ्यालु कति आयो 95 आयो। सो 95% क्वेसन चाहिँ करेक्ट गर्नुपर्छ। यसरी पनि निकाल्न सकियो। जुन तरिकाले निकाल्नु
कन्सेप्चुअल बेसिसमा जानु अथवा कम्बाइन्ड मिनको तरिकाले जानु, एन्सर आउँछ एउटै, तर गर्न जान्नु पर्यो बस। सही अप्सनमा टिक हान्नु पर्यो। क्लियर? ल अर्को लास्ट 30 नम्बरको क्वेसन। यो पनि बडा राम्रो क्वेसन छ, बडा राम्रो क्वेसन छ यो पनि। के भनिराखेको छ हेर्नुहोस्, युनिटरी मेथडको क्वेसन है। यदि ए वटा एप्पललाई सी पैसा पर्छ, ए वटा एप्पललाई सी पैसा पर्छ भने डी रुपिजमा कतिवटा एप्पल किन्न सकिन्छ भनेको छ। डी रुपिजमा कतिवटा एप्पल किन्न सकिन्छ। त यहाँ पैसा र रुपिजको लफडा छ, यसलाई हामी एउटैमा कन्भर्ट गर्नुपर्छ हैन, एउटैमा कन्भर्ट गर्नुपर्छ। त याद गरिराख्नु, यहाँ रुपिज डी बराबर कति हुन्छ, कति हुन्छ 100 डी पैसा हुन्छ हैन। यो त बुझ्नु भयो नि, 1 रुपियाँ बराबर 100 पैसा, त डी रुपियाँ बराबर 100 डी पैसा हुन्छ हैन। ल त हेर्नु, सी पैसामा ए वटा एप्पल किन्न सकिन्छ, सी पैसामा ए वटा एप्पल किन्न सकिन्छ। त 1 पैसामा कतिवटा एप्पल किन्न सकिन्छ? ए पैसामा ए बाई सी एप्पल किन्न सकिन्छ हैन। 10 रुपियाँमा 2टा एप्पल किन्न सकिन्छ भने 1 रुपियाँमा कम एप्पल किन्न सकिन्छ। डिभाइड गर्नु पर्यो नि त हैन। त सी पैसामा ए एप्पल किन्न सकिन्छ भने 1 पैसामा ए बाई सी एप्पल किन्न सकिन्छ। अब क्वेसनमा के भनेको छ, डी रुपिजमा कति किन्न सकिन्छ। डी रुपिज भनेको कति हो, 100 डी पैसामा कतिवटा एप्पल किन्न सकिन्छ भनेको छ। त 100 डी पैसामा ए बाई सी इन्टु 100 डी एप्पल्स किन्न सकिन्छ, स्याउ किन्न सकिन्छ। यानि कि कति आयो 100 ए डी बाई सी एप्पल चाहिँ किन्न सकिने रहेछ। हो त यसरी गर्नु पर्यो। अप्सन नम्बर 1 करेक्ट भयो। क्लियर? त युनिटरी मेथडले पनि कहिलेकाहीँ झुकाइदिँदो रहेछ, त अलिकति जान्नु चाहिँ पर्यो, क्वेसनलाई खेलाउन जान्नु पर्यो। र यो सँगै हामीले यो पार्ट पनि हेऱ्यौँ हैन। आशा छ केही नयाँ नयाँ कुराहरू तपाईँले मजाले सिक्नु भयो जस्तो मलाई लाग्यो। र यस्तै तपाईँहरूले यदि भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई तपाईँले सब्सक्राइब गर्नु होला, यो भिडियोलाई लाइक र सेयर गर्नु होला। यसको प्लेलिस्ट मैले राखिदिएको छु, यो भिडियोको इन्डमा एउटा प्लेलिस्टमा क्लिक गरेर सबै भिडियो तपाईँले हेर्न सक्नुहुन्छ। र हामीले अनलाइन क्लास पनि गरिराखेका छौँ है, ब्रिज कोर्सको साइन्स म्यानेजमेन्ट अथवा सिटिबिटीको अनलाइन ब्रिज कोर्सको क्लासहरू भइराखेको छ। यदि तपाईँहरू क्लास जोइन हुन चाहनुहुन्छ भने हाम्रो यो नम्बर 9849595895 हो, यो नम्बरको भाइबरमा, यो नम्बरको वाट्सएपमा, यो नम्बरको टेलिग्राममा चाहिँ मेसेज गरिहाल्नु होला छिटोभन्दा छिटो। र क्लासको बारेमा बुझ्नु होला, कहिले क्लास हुँदैछ, कहाँ क्लास हुँदैछ, कसरी क्लास हुँदैछ, फी कति हो, फी कसरी तिर्ने, कति टाइमसम्म हामीले पढ्छौँ, सबै कुराहरू तपाईँले मजाले सोध्न सक्नुहुन्छ। ल त आजलाई मैले यति नै गरेँ। हस् त, नमस्कार।